फाइनली म चाहिँ कुदेँ। ओइ बाघ आयो, बाघ, हात्ती आयो, हात्ती। यो कति बेला लगाएको यो हालेडे भन्दा गुच्चा हाल्दैछु म चाहिँ भाइहरूसँग अब खेल्दैछु। भाइ अब खेल्नु गुच्चा। हेलो गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल होइन। तपाईँहरूलाई स्वागत छ द भ्याक्सो ब्लगमा। आज चाहिँ बिहान भन्दा पनि भर्खर उठेँ म होइन। 8 बजे यहाँ मुख मन धुएको छुइनँ होइन। अनि ओइ के गरेको त चाहिँ यहाँ? आज त म के गर्छु, आज दिनभरि म यत्तिकै होइन गाइज। ल यहाँले चाहिँ हाम्रो ओइ त कति बजी नुन लागेको भन्दा आफूले पहिले मुख दिने अनि कुरा गर्ने ल। त कति महिना नुन लागेको छ नि त। महिना म चाहिँ भर्खर उठेको कि भर्खर उठेर आउँदैछु। अब हाम्रो मम्मी चाहिँ यहाँबाट बाहिर सब्जी पकाउँदै हुनुहुन्छ। ल यहाँनिर चाहिँ हाम्रो मम्मीले चाहिँ के पकाउँदै हुँदो रहेछ। मम्मी के पकाउनु भएको? दाल दाल पकाउँदै हुन्छ हाम्रो बाहिर यहाँनिर टक्क हाम्रो मम्मीले। ल दाल पनि ल यस्तो चट्टासँगले दाल। ल गाइस अब म चाहिँ अब फेरि अब भर्खर उठ्ने बित्तिकै अब फेरि जानुपर्ने अरे झुक्सी दाउरा लिनु जानुपर्ने अरे। यहाँनिर चाहिँ हामीले अस्तिबाट खनेको थियौँ होइन। यहाँनिर चाहिँ के अरे बार लाउनु पर्ने अरे क्या यसरी, यहाँनिर कुखुरा नछिरोस् भनेर अरे। अनि यहाँनिर चाहिँ मम्मीले के अरे अब यहाँ उयो सागसब्जी बिउ सिउ सागहरू के रोप्ने अरे, भेन्डी सेन्डी लौका सौका सबै रोप्ने अरे। अनि त्यही भएर म चाहिँ अब बार लाउनुको लागि अब जाँदैछु। यस्तो उयोहरू यस्तो बाँसको यो झाँक्रीहरू लिनु के लिनु। बुवा त कि जानु भइसकेको रहेछ। अब म चाहिँ जाँदैछु है। म चाहिँ अब जाँदैछु होइन। अब बुवा कहाँ हुनुहुन्छ? यहाँ बाँसघारीमा उहाँ छ हाम्रो बाँसघारी घारी होइन। जाँदैछु म चाहिँ यहाँ पर हुनुहुँदो रहेछ हाम्रो बुवा चाहिँ, तर खै देखिँदैन त हौ। जाँदैछु म अब जङ्गल, हाम्रो जङ्गलमा म छिरिसकेको छु। ल सो फाइनली म चाहिँ कुदेँ। ओइ बाघ आयो, बाघ, हात्ती आयो, हात्ती गाइज अरे। ल म जाँदैछु म चाहिँ आइसकेको छु यहाँनिर के अरे यो बाँसको झ्याक्सी लिनु। र हाम्रो बुवा चाहिँ यहाँनिर उयो गर्दै हुँदो रहेछ, भेला पार्दै हुनुहुन्छ। यस्तै लानुपर्ने कि यही लानुपर्ने। त्यहाँनिर बार लाउनु, टाटी लाउनु। यो लाने होइन बुवा? लाँदा हुन्छ अब यो लगाएको ल म। हजुर बान्नुपर्छ। ल गाइस मैले चाहिँ यहाँ अब त्यो दाउरा झ्याक्सी ल्याइ पनि सकेँ होइन। यहाँ हेर्नु सक्नुहुन्छ ए यत्रो ल्याइसकेँ। सबै हाततिर कतातिर सबै घोचेर खत्तमै बनायो। फेरि घाम पनि उस्तै ल्यायो, कत्रो घाम रहेछ क्या त्यो बिहानै फेरि। काली भाइया यता हेर्नु त। काली के भयो तँलाई भन्दा हाम्रो कालीलाई? नरु न अबुई को यो यस्तो साह्रो फेरि यो यो कति बजी लगाएको यो हालेडे भन्दा? हाम्रो भाउजू हुन्छ डल्ली भाउजू यहाँ। स्वागत छ भाउजूलाई मेरो ब्लगमा। के हो नाम चाहिँ? खोइ सब्सक्राइब हान्नु खोइ च्यानललाई, मेरो च्यानललाई खोइ फोन खोइ हानिदिएको मबाट हानिदिएको तैँले। अनि खोइ भाउजूबाट हान्नु न छिटो यहाँ। के हो नाम? द भ्याक्सो ब्लग। द भ्याक्सो ब्लग टिएच द भिएक्सो ब्लग। ल छिटो खोइ फोन ल्याउनु न, सब्सक्राइब हानिदिनु न छिटो ल। भाउजू ल के भन्न चाहनुहुन्छ मेरो ब्लगमा भन्नु ल भाउजू। अब नयाँ हुनुहुन्छ सब्सक्राइब गरिदिनु होला, सबैले माया गरिदिनु होला, भिडियो हेरिदिनु होला, फुलवाच गरिदिनु होला। सब्सक्राइब लाइक कमेन्ट ट्याप पलाएर सेयर। ल पैसा चाँडै एटिएममा जम्मा गरेको देख्नु। काली के गरेको? म चाहिँ यहाँ काली र म यहाँ अब हामी खेल्दै बसिरहेको छौँ होइन। बत्ती पनि छैन, के गर्ने यहाँ बत्ती नै छैन हो। बत्ती नभएर तनाव भयो। हेलो गाइज अब म चाहिँ भर्खर नुहाइधुवाइ गरेर होइन अब जानु लागेको छु पानीपुरी चटपटे खानु। 1000 रुपियाँ गयो त जम्मा 1000 रुपियाँ बोकेर अब ल म गएको अब म। ल यहाँको क्यामेरा बेल चाहिँ हाम्रो अब फेरि हाम्रो भाउजू चारो काट्दै हुन्छ मस्तसँगले। यहाँ भाउजूको छोरी कालीमाया
हाम्रो पिङ्की गाइस कस्तो छ पिङ्की तपाईँहरूको जो जोइ ओइ बडी छाडा मनकाली बडी छाडा भन्न गाइस म चाहिँ फाइनली अब दिदीकोमा आइसकेको छु पानीपुरी र चटपटे खानु अब यहाँ भ्लग हो दिदी मेरो भ्लग हो क्या अब यहाँ दिदीले चाहिँ मिठो बनाउनुहुन्छ पानीपुरी भ्लग दिदी मेरो त्यसलाई सब्सक्राइब हानिदिनु ल द भ्याक्सुल भ्लग छ पछि द VAXU अनि मजा आइरहेको छ अब दिदीकोमा पानीपुरी र चटपटे खानु मिठो बनाउनु छ हाम्रो दिदीले चाहिँ यहाँनिर पानीपुरी र चटपटे यहाँनिर चाहिँ सानो सानो भाइहरू गुच्चा खेल्दै रहेछ गाइस भाइ म गुच्चा खेल्नु मिल्छ भाइ म खेल्छु गुच्चा गुच्चा खोइ गुच्चा छ गुच्चा गुच्चा हाल्दैछु म चाहिँ भाइहरूसँग अब खेल्दैछु भाइ अब खेल्नु गुच्चा तिमीले खेल्नुपर्छ ल आऊ भाइ आऊ भाइ आऊ न भाइ म गुच्चा म हान्छु गुच्चा यहाँनिर गुच्चा गुच्चा खेल्छु तिमीलाई मलाई गुच्चा खेल्नु आउँदैन रुक्नु म आउँछु दाइ ल ल ल हेर्नु दाइ हेर्नु दाइ राख त तपाईँको गुच्चा यहाँ दाइ भाइरल हुने भाइ माने यो गुच्चा खोइ कुन कुन गुच्चा भाइ गुच्चा कहाँ कहाँ पुग्यो ल्या चारवटा गुच्चा थिएन खोइ ककाले कहाँ कहाँ पुऱ्याएको एउटा पनि मसँग किन्ने मात्रै हो यता 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 ए दुईटा मात्रै छ त नि खोइ एउटा एउटा कहाँ पुग्यो चोरी अरे यहाँनिर गएको थियो ए यहाँ रहेछ यो एउटा ल गाई गुच्चा खेल्यो भने गुच्चा खेल्दै अब सानोमा चाहिँ खेल्यो होइन ल त्यतिकै ल भाइ ल ल हामी यो बाक्सको ल हटाइदिनु त हामी चाहिँ भाइहरू म चाहिँ भाइसँग गुच्चा खेल्दैछु भाइहरूसँग ल ल अलिक घटा नभए उचाल्दै थियो त अब तक्लिया भाइ फेरि ल यो होइन गुच्ची ल अब भएन चिसो रहेछ म यता ल गाई चाहिँ अब यहाँहरू चाहिँ त्यो टाउनमा मारेको थिएँ अब मैले सो फाइनली म चाहिँ अब चटपटे लिएर पनि आइसकेँ अब उतै खाऊँ भनेको अब के खानु अब घरमै खानु मन लाग्यो होइन अब घरै लानु मन लाग्यो मैमनी खानु छ कि भनेर म चाहिँ लाँदैछु यहीँ साइकलमा चट्टसँगले चटपटे र पानीपुरी अब घर गएर टक्क खाने है ल म चाहिँ यहाँ चटपटे पानीपुरी लिएर आइसकेँ मम्मीले चाहिँ खोल्दै खोलिन्छ हाम्रो मम्मीले त्यहाँ हाल्नु न खनाउनु न ल गाइस अब चाहिँ पानीपुरी चटपटे पनि सबै खाइसक्यो होइन आजको भ्लग चाहिँ म यति नै अन्त्य गर्न चाहन्छु होइन गाइस ल सबैले लाइक कमेन्ट सब्सक्राइब एन्ड सेयर ट्याप पोलाएर अनि त्यहाँ सब्सक्राइब पनि ट्याप पोलाएर हानिदिनु होला हस् त